हेलो एभ्रिवान, वेलकम छ मेरो मिनी ब्लगमा हजुरहरूलाई। अनि हजुरहरू कस्तो हुनुहुन्छ, रामकुशलै हुनुहुन्छ होला होइन। म पनि सन्चै छु। अनि आज चाहिँ मेरो बिउ काट्ने कार्यक्रम भइरहेको थियो होइन साथीहरू। मेरो चाहिँ पर्सीको रोपाइ हो, त्यही भएर हामी चाहिँ फटाफट गरेर बिउ काट्दैछौँ। अनि आजलाई चाहिँ बिउ काडी फाइनली सक्यो साथीहरू। यतिखेर 5 बजिसक्यो छ है होइन। अनि मलाई बजार जानु थियो, त्यही भएर फटाफट गरेर निस्कियो साथीहरू। अनि म चाहिँ बजार जानलाई रेडी भइसकेँ, तर म चाहिँ साइकलबाट जान्छु है साथीहरू। अनि यो चाहिँ मेरो साइकल होइन। म चाहिँ बाटोमा पुगिसकेँ। अनि मलाई बजार जानु थियो, हाम्रो चाहिँ यो चाहिँ माथिल्लो बजार हो। अनि मलाई बोल किन्नु थियो, दुईवटा किनेँ। हाम्रो चाहिँ तल्लो र माथिल्लो बजार हुन्छ नि, यो चाहिँ तल्लो बजार हाम्रो सब्जी बजार। अनि सब्जी बजारमा मैले टमाटर, प्याज अनि फुलकोपी अनि अलिकति धुलो खोर्सानी अनि अदुवा लसुन अनि सिमी गरेर सब्जी किनिसकेँ साथीहरू। अनि म फर्किने बेलामा चाहिँ रात यतिको परिसकेको थियो। अनि मैले भारी सारी साइकलमा बाँध्दाखेरि चाहिँ फाइनल्ली साथीहरू रात चाहिँ अझ धेरै हेर्नुहोस् बाटै नदेखिने अवस्था भइसकेको थियो। अनि म आउँदा आउँदै नगरपालिकामा चाहिँ पुरै लाइट बालिरहेको थियो। अनि म फाइनल्ली घर आइपुगिसकेँ साथीहरू। कस्तो लाग्यो मेरो भिडियो, मन परेमा लाइक कमेन्ट गरिदिनु होला। थ्याङ्क यू।